आदरणीय आमा बुवा दिदी बहिनी दाजुभाइहरू, पुराना पार्टीहरू फकाउँदै आउलान्, भोट माग्दै आउलान्, नयाँ पार्टीहरू घन्टी बजाउँदै आउलान्। सबैजनाले प्रश्न गर्नु होला, पुराना पार्टीहरूलाई सोध्नु होला, यो देश यसरी किन बिगार्नु भयो? यो नेपालको नदी नालाहरू किन बेच्नु भयो? कल कारखानाहरू किन बन्द गर्नु भयो? आन्दोलनमा गएका कलिला युवाहरूलाई किन गोली हानेर मार्नु भयो? यत्रो वर्ष तपाईँहरूलाई हेर्नु, तर देशलाई यस्तो स्थितिमा किन बनाउनु भयो भनेर क्वेसन सोध्नु होला। नयाँ आउनेहरूलाई पनि सोध्नु होला, तपाईँहरूको एजेन्डा भिजन के छ? पैसा नभएको, विदेशी ऋण भएको यो देशमा तपाईँहरूले आर्थिक विकास कसरी गर्नुहुन्छ भनेर प्रश्न सोध्नु होला, भिजन सोध्नु होला। यदि तपाईँहरूलाई चित्त बुझ्दो उहाँहरूले जवाब दिनुभयो भने तपाईँहरूले खुसी भएर भोट हाल्नु होला। सचेत रहनु होला सबैजना, किनभने हामी नसुध्री, जनता नसुध्रीकन यो देश बन्दैन। त्यसो भएको कारणले गर्दा आदरणीय आमा बुवा दिदी बहिनी दाजुभाइहरू, पृथ्वी रहन्जेलसम्म यो देश रहनुपर्छ। आधी केजी टमाटर किन्दा छान्ने नेपाली हामीहरू, सिङ्गो राष्ट्रको राज्य सत्ता सञ्चालन गर्ने मान्छे चुन्दाखेरि रक्सी मासु भातमा जताभावी भोट हाल्नु हुँदैन। त्यसो भएको कारणले गर्दा आदरणीय दाजुभाइ दिदी बहिनीहरू, आफ्नै माटोको बात श्रमहरूको दुई हात लिएर तपाईँ हामी गरिब दिन दुखीहरूको पार्टी, काम गरी खानेको पार्टी, सोधा साधा इमान्दार लाटाहरूको पार्टी, श्रम संस्कृति पार्टी लिएर हजुरहरूको घर दैलो आँगनमा चुनाव प्रचार गर्दै आएको कुरा जानकारी गराउँदछु।